हेलो नमस्ते सबैजनालाई। म चाहिँ अब पर्टेट खान लाग्छु। एक बट्टा सकियो, यहाँ लास्ट 5वटा गोली छ है, हेर्नु होला। अनि सबैजनाले सोध्नुहुन्छ कि यो चाहिँ सधैँभरि खानुपर्ने हो कि तपाईले खान्छ कि खाँदैन भनेर सोध्नुहुन्छ हैन। यो चाहिँ सधैँभरि खानुपर्छ भन्ने चाहिँ छैन, किनभने यसमा ड्रग छैन अनि यसमा चाहिँ कुनै डिपेन्डिङ प्रोडक्ट छैन है, नखाइ नहुने भन्ने छैन। तर आफ्नो हेल्थ राम्रो गुड हेल्थको लागि चाहिँ खाने भने चाहिँ आफ्नो इच्छा हो। र सुरुमा चाहिँ हामीले 2-2 1-1 गरेर खान्थ्यौँ फर्स्ट इयर इन 2021 हैन। त्यस पछाडि चाहिँ आजकल अलि बढी मतलब 5वटा, कहिले 4वटा कहिले 5वटा। अब लास्टमा आज 5वटा बाँकी रहेछ, म 5वटै खान्छु। यसरी चाहिँ खाने हो। तर यो खानै पर्छ भन्ने चाहिँ छैन। तर राम्रो कुरा हो भने वाइ नट हैन। अब जिन्दगीभरि दुःख गरियो, अब सुख पाउने, सबै बालबच्चा हुर्क्यो, घर व्यवहार सबै मिल्दै गयो, सबै राम्रो हुने बेलामा अब हामीलाई साथ छोड्ने भनेको चाहिँ स्वास्थ्यले हो हैन। सो वी हेभ टु लुक आफ्टर आवर हेल्थ। अनि आफ्नो पर्सनल वेलबिङको लागि चाहिँ मैले, मेरो श्रीमानले, मेरो छोराले, आमा बाबा सबैले हामीले रेगुलर, आमाले चाहिँ बिहान 2टा बेलुका 2टा खानुहुन्छ। बाबाको हेल्थ राम्रै छ, उहाँले चाहिँ अस्ति नै अपरेसन गर्ने बेलामा चाहिँ दिनको 9वटा खानुभयो, अनि त्यसपछि 6वटा, अनि त्यसपछि 4वटा हैन। अब अहिले चाहिँ बिहान एउटा बेलुका एउटा। अलिअलि दुख बिराम केही भयो भने चाहिँ फेरि डोज बढाएर 4-4वटा पनि खानुहुन्छ हैन। त्यस्तै मेरो श्रीमान र मैले, मेरो छोराले 4-4वटा खान्छौँ। मेरो घरमा नयाँ बुहारी आछ, अनि बुहारीलाई चाहिँ एकदमै मेन्स्ट्रुअल क्र्याम्प हुँदो रहेछ। अनि त्यहाँदेखि मैले उसलाई खाना डिसेम्बरको एन्डमा आएको, जनवरीमा उसलाई एकदमै सिभियर क्र्याम्प भएको देखेँ मैले उसको फर्स्ट मेन्सुरेसन हुँदाखेरि। अनि फेरि ल खाऊ भनेर बिहान 2टा बेलुका 2टा उसले खाँदाखेरि फेब्रुअरीको मेन्सुरेसन साइकल चाहिँ उसको एकदमै रिलिफ भयो। अनि अहिले यो मार्चको पनि एकदमै राम्रो भयो। अनि मलाई धेरै फाइदा भयो फुपू भनेर भन्छ हैन। त्यस्तो खालको छ। अब त्यस्तो फाइदा हेल्थमा लिने कि दुखेरै बस्ने। अब हामीले चाहिँ सबै कुरा राम्रो खाने, अनि बुहारी चाहिँ त्यहाँ महिनावारीमा थला परेर दुखेर बसेको त हेर्न सक्दिनँ नि त हैन। अब त्यो सेन्समा चाहिँ यसलाई महँगो भन्न मिल्दैन कि, मान्छेहरूले महँगो छ भनेर भन्नुहुन्छ हैन। तर आफ्नो स्वास्थ्य भन्दा त केही पनि महँगो छैन हैन। जिन्दगीभरि दुःख गरियो, अब हामी रिटायर एजमा लाइफ इन्जोय गरौँला भन्दाखेरि चाहिँ नाना थरीको स्वास्थ्य समस्याले हामीलाई सताउने गर्छ। र यो चाहिँ महँगो छैन। अब हाम्रो पुरानो क्लाइन्टहरूलाई धेरैलाई थाहा छ, तपाईँहरूले फर्स्ट टाइम मात्रै फुल इन्भेस्टमेन्ट गर्ने हो हैन, फुल पेमेन्ट गर्ने। त्यो चाहिँ वान टाइम इन्भेस्टमेन्ट हो कि तपाईँको हेल्थमा। अनि त्यस पछाडि तपाईँले आफ्नो साथीभाइलाई रिफर गरे बापत तपाईँलाई बोनस आउँछ हैन। अब एक्टिभली काम गर्नेलाई त्यही अनुसारको बेनिफिट पाउँछ भने नगर्ने पनि अहिले धेरै हुनुहुन्छ। मेरो दिदीहरू जस्तो क्याप्टेन कर्ण थापा दाई दिदी हैन, सुरुदेखि हामीसँग खाइरहनु भएको छ। उहाँहरूले चाहिँ यसरी एक्टिभली काम गर्नु भएको छैन। उहाँको एउटै छोरी छ, उहाँहरूले छोरीलाई पनि खुवाइराख्नु भएको छ हैन। तर एभ्री टाइम उहाँहरूले रिपिट गर्दाखेरि एकदम सस्तोमा आउँछ। अस्ति भर्खर मात्रै पनि उहाँहरूले 1500 पाउन्ड पर्यो उहाँहरूको जम्मा हैन। त्यस्तो गरेर चाहिँ जति तपाईँको रिपिट अर्डर हुन्छ त्यति नै कम 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 पर्दै जान्छ कि, गर्दाखेरि त्यो सेन्समा चाहिँ महँगो छैन। आफ्नो हेल्थ इज मोर इम्पोर्टेन्ट हैन। अनि कतिजनाले चाहिँ 6 महिना खाएर छोडेको पनि छ। जस्तो मेरो भाइ बुहारीले चाहिँ 21मा 6 महिना खायो, छोड्यो, उनीहरूले खाएको छैन, उनीहरूको हेल्थ राम्रै छ हैन। उनीहरूको समस्याहरू धेरै राम्रो भयो। जस्तो मेरो भाइको चाहिँ इन्डाइजेसनको प्रब्लम थियो, त्यसको चाहिँ त्यो राम्रो भएर गयो। भने आफ्नो हेल्थको लागि इन्भेस्टमेन्ट भनेको यही नै हो। अब हामीले चाहिँ घर घरेडी जोड्ने, 2 को 4वटा घर बनाउने, ब्याङ्कमा पैसा राख्ने, सुन किन्ने, त्यसलाई चाहिँ लगानी गरेको भन्छौँ, जसबाट चाहिँ हामीलाई बेच्यो भने फाइदा हुने हैन। अब ब्याङ्कमा पैसा राख्यो भने ब्याज आउने हुन्छ। तर साँचो अर्थमा लगानी भनेको चाहिँ यो रहेछ भन्छु है। यो चाहिँ यस्तो मिरेकल प्रोडक्ट छ, यसलाई चाहिँ म सञ्जीवनी बुटी भन्छु। जसको कारणले 4 वर्ष अगाडि एकदमै थला परेर अशक्त हुनुभएको मेरो आमा उठेर युके घुमेर जानुभयो 6 महिना बसेर, भनेपछि यो जस्तो त अरू केही पनि छैन है। त्यही नै म राम्रो कुरा हजुरहरूसँग सेयर गर्दैछु। हरेक आइतबार मैले जुम गरेको पनि 4 वर्ष भयो हैन। तपाईँहरू पनि भ्याउँदाखेरि आउनु होला। एटलिस्ट एकजना साथी लिएर आउनुभयो भने तपाईँको एकाउन्ट चाहिँ एकदमै राम्रो हुन्छ। यो चाहिँ महँगो छैन। नथिङ इज एक्सपेन्सिभ देन योर हेल्थ। ह्याभ अ नाइस डे। थ्याङ्क यू।